नमस्ते सबैजनालाई। मैले एउटा स्वास्थ्य सम्बन्धी सानो चाहिँ जानकारीमूलक सन्देशमूलक भिडियो बनाउन गइरहेको छु। अन्तिमसम्म हेरेर साथ दिनुहोला। मेरो शीर्षक छ आज कन्स्टिपेसन कब्जियत। कन्स्टिपेसन कब्जियत के हो त भन्दाखेरिमा हामीले चाहिँ यसलाई चाहिँ मेडिकल भाषामा कन्स्टिपेसन भनियो र हाम्रो गाउँघरको नेपाली भाषामा चाहिँ गोटा पर्नु, कब्जियत हुनु, दिशा खलास नहुनु, दिशा क्लियर नहुनु भन्ने गरिन्छ। यो कन्स्टिपेसन किन हुन्छ र यसको उपचार विधि के छ, घरेलु उपचार के छ भनेर मैले चाहिँ हजुरहरूलाई सानो चाहिँ जानकारी गराउँदैछु। कन्स्टिपेसन तपाईँको चाहिँ अब हामीले हाई प्रोटिनहरू धेरै खाइयो, पानी कम खाइयो हैन। अब तपाईँको चाहिँ अलिकति बुढो मान्छे र अलिकति बच्चाहरूलाई पनि अब अहिले चाहिँ यो हामीले मैदाबाट बनेको कुराहरू अलि धेरै हैन प्रोटिन माछा मासु खायो भने हामीलाई चाहिँ त्यति बेला चाहिँ कन्स्टिपेसन हुने गर्दछ। अब यसलाई चाहिँ घरेलु उपचार के छ त यसलाई चाहिँ कम गर्नलाई के खानेकुराहरू खाने भन्दाखेरिमा चाहिँ यो अहिले चाहिँ चिया सिड्स, ओट्स अनि एप्पल, ब्रोकाउली, बनाना, रसबेरी, एभोकाडो एकदमै फेमस छ, अहिले जहाँ पनि पाउन सक्नुहुन्छ। एभोकाडो खाने राम्रोसँग र स्वीट पोट्याटोज, कोकोनट, सागपात, पानी प्रशस्त खानु होला। र यति गर्दा पनि तपाईलाई भएन भने चाहिँ एउटा कन्स्टिपेसनको लागि ल्याक्जेटिभ औषधि आउँछ, ल्याक्टुलोज। तपाईहरुले दिनमा एक टाइम बेलुका सुत्ने बेलामा 20 ml जति खुवाउनु भयो भने तपाईको बिरामीलाई सन्चो भएर जान्छ। त्यसलाई भन्छ ल्याक्टुलोज सोलुसन। तपाईको चाहिँ यो ल्याक्सिल मैले भिडियोमा देखाएको छु, यो ल्याक्टुलोज हो। 20 ml दिनमा बेलुका खानुभयो भने एकदम राम्रो काम गर्छ। यो सानोमा पनि आउँछ, ठुलोमा पनि आउँछ। 20 ml दिन बेलुका ठुलो मान्छेलाई 20 ml खुवाउने, सानो मान्छेलाई अब उसको वेट हैन, वेट हेरेर, उमेर हेरेर त्यही अनुसार 5 ml 10 ml कति खुवाउने हो चिकित्सकको सल्लाह अनुसार खुवाउनु होला। ठुलो मान्छेलाई 20 ml खुवाउनुस्, बच्चालाई 5 ml बेलुका 15 दिन 1 महिना खुवाउनु भयो भने कन्स्टिपेसन हराएर जान्छ। पानी प्रशस्त पिउने, फाइबर डाइट, हाई फाइबर डाइट अहिले मैले भनिहालेँ। चिया सिडहरू, ओट्स, एप्पल, ब्रोकाउली, बनाना, रसबेरी, एभोकाडो, स्वीट पोट्याटो, कोकोनट, सागपातहरू, हरियो सागपातहरू हैन, क्यारोट, गाजरहरू, मुलाहरू खानुभयो भने बिस्तारै कम हुँदै जान्छ। हस्, थ्याङ्क यू।